सबैले गर्लफ्रेन्ड बोयफ्रेन्ड भयो ला बाल मलाई हेलो एभ्रिवान वेलकम ब्याक टु माई भ्लग एगेन हामी चाहिँ अहिले ओसो जाँदैछौँ ओइ हामी बसेको त कुन पो हो 10 हो नि 10 देखि कहाँ हो 16 देखि माथि कतिमा हो ओसो खै थाहा छैन गएको हामीलाई अल्छी लागेर भाइर मलाई रुममा बस्छ मलाई त झन् ज्वरो आइरहेको थियो मैले ज्वरो इग्नोर हानिदिएको धेरै टाउको दुख्यो क्या बस्दा रुममा हामी अर्को वेल्सन भाइर प्रिजन बहिनी चाहिँ आएन किनभने तिनीहरू अल्छीहरू छ नि त अल्छीमा अल्छीहरू छ यो हो नि त फेमस घर भनेको धरानको यो घर त खै के हो भिडियो म्युजिक भिडियोमा पनि थियो यो घर त छ क्या ज्वरो आएर होला के भन्छ है जागिरिलो नै भएको छुइनँ यहाँ शरीर खाता भइरहेको छ ज्वरो आउँदा पनि हिँड्दै रहेछ कस्तो उयो रहेछ एनर्जी भन्छ छु म यो मात्र त्यहाँ पुग्ने हामी दुईजना मात्रै हो त्यहाँ पुग्ने चाहिँ यो भाइले त मेरो फर्स्टको भ्लगमा पनि देख्नु भएको छ होला तपाईँले होइन तिमी भएर तिमी मेरो भ्युज थियो क्या त्यहाँ छैन आयो तिमी मेरो भ्लगमा जहिले आऊ है हामी चाहिँ गलेको छैनौँ है आज एक्सर्साइज गर्ने हो स्टार्ट भइसक्यो ल है ल मेरो त जिउ त सानो छ अनुहार घटाउने टिप्स के होला नि क्या कर रहे हो काम तपाईँ कताबाट आउनु भएको यहीँ गर्नुहुन्छ जहिले ए ल बाई अङ्कल हामी चाहिँ यहाँ 0 पोइन्ट आइपुगिसक्यौँ 0 पोइन्ट पनि पार भइसक्यौँ हाम्रो डेस्टिनेसन आइपुगेको छैन थुकै सुकिसक्यो यार भाइ कस्तो भइरहेछ यात्रा कठिन भयो अरे भाइलाई कठिन एउटा मकै पनि छँदैन तिमी गलिसक्यो यार म त टमाटर पाकेकै छैन उयो मकै चाहिँ भाइले लग्ने अरे यो घर चाहिँ पहिलेको आज त्यो पहाडहरूमा काठको घर ऊ हात्ती अघिदेखि के भनेको होइन अघिदेखि सास आउँछ आयो गर्मी भएर बल्ल आयो है अब चाहिँ फाइनली होस् मेरो साथी यहाँ रहेछ होइन तिम्रो साथी हेर्छौ हाम्रो खानेकुरा देखाऊ ये हामी चाहिँ खानेकुरा किनेर पनि अब फाइनली बस आइपुग्यो सो ह्याप्पी खुब सुकिरहेछ अब फाइनली आइपुग्यौँ ओइ त झन्डे उता बाटो भेट्यो नि तिमी चाहिँ मल्ल फेरि कालमा आइ अब अनि हामी चाहिँ जाँदैछौँ ओसोतिर भेटौँ ल बोल्यो नि त हामी हिँड्दै आएको अनि तर जे होस् राम्रो भयो एक्सपिरियन्स त्यहाँसम्म हिँड्दै आएको ल्याउ गल्ले चाहिँ हामी उयाँदेखि यहाँसम्म आउँछ गल्यो अनि त्यहाँ घुमेर आउँदा हामी कहाँदेखि आएको होला त्यसो भाइ गल्यो बाई सो क्युट मलाई तर भाइ बहिनीले साह्रै माया गर्छ ठुलोको माया नपाए पनि सानो केटाकेटीको माया पाउँछु क्या मैले त्यही भएर खुसी लाग्छ मलाई यहाँ त छ्याङ पनि रहेछ खाने हो तिमीहरू त खान्छौ होइन भाइहरूले त खान्छ पो त फेरि छ्याङ त रमाइलोको बेला तिमीहरूको त फ्यामिली सबैले खान्छ होला होइन फ्यामिली सबै ग्यादरिङ भएर खान्छ अब हामी चाहिँ यहाँदेखि सामान लिएर आयौँ ट्रोमाटाइज भइसक्यो ट्रोमाटाइज ओटै सुकेको है
म ओसोदेखि उता घरदेखि हामी रुमदेखि हिँड्दै 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 शीतल हावामा गर्दै हाँस्यौ सेतो स्किन हो मेरो, रातो टमाटर यस्तै भइन्छ। टमाटर यस्तै भइसकेछ हौ। आम्मामा के सुँगेको तिमीले? खुट्टा कनाएर सुङ्छ्यौ? भाइलाई मैले मेरो यहाँ सेतो कपाल फुलेको थियो क्या, अनि उकालो लाग्यो के हुन्छ अरे, थुतु गर्दैछ अनि थुतु नगर न फेरि त्यही पलाउँछ भनेको, अनि के हुन्छ अरे ब्ल्याक म्याजिक हुन्छ अरे, ब्ल्याक म्याजिक गर्छ अरे। ब्ल्याक म्याजिक गरेपछि कपाल टिक्नु भयो भने है, तर यहाँ त टिक्नु भइसकेको। यहाँ चाहिँ मेरो भाइ कति जेन्टलमेन छ, दिदी दिनु म आफै बग्छु भनेर जाँदैछ। हिँड अब हाम्रो डेस्टिनेसन फाइनल, अब डेस्टिनेसन आइपुग्दा त क्या खुसी लाग्यो क्या, त्यत्रो अब हिँड्दा हिँड्दा गलेर म सिकिस्त भएको थियो नि त। यहाँ आउँदा त कस्तो आनन्द आएको। ओइ हामी त्यहाँदेखि हिँड्दै आएको भनेको धमाली हो, कहाँदेखि होला? कति बज्यो होला अहिले? कति बज्यो हौ? खोइ कति त्यस्तै 3 बज्यो होला। 1 घन्टा आम्मा 1 घन्टा। ओइ हामी सरासर आएको भए त कति 45 लाग्थ्यो होला नि। हामी अस्याङ टस्याङ गरेर 2 बजी हिँडेको, 3 बजी आइपुग्यौँ। आम्मा म र भाइ चाहिँ एकदम उयो छ क्या, अब जुम भाइ भन्छ अनि जुम दिदी भन्ने खालको छ क्या, अनि त्यही भएर अनि मलाई भाइ चाहिँ एकदम गुड भाइ लाग्छ, गुड भाइ। मक्ख हुँदैछ फेरि फुर्कायो भनेर यति हो। अङ्कल के लिएर आउनु भएको? घाँस लिएर? ए तलबाट? ए बाई अङ्कल। अङ्कल बोल्नु हुँदैन रहेछ, एप नर्मल हुँदो रहेछ। घाँस लिएर आउनु भएको पहिलेको मान्छेहरू मात्रै गर्नु सक्छ क्या आजकल गर्दा। हामी उहाँदेखि यहाँसम्म आउँदा तारिफ गरेको आफ्नै। फाइनली हामी आइपुग्यौँ। फाइनली भेट भयो भने जियोको गीत गाएको नि हौ कति न। यहाँ पनि बनाउँदो रहेछ है पार्कहरू, अब अलिक राम्रो बनाइसकेर मेरो आप्पा आमासँग आउनु पर्यो। अनि यहाँ त पहिले नै आइसकेको म आप्पा आमाहरूसँग चाहिँ, त्यही भएर अब त्यो माथि यहाँ माथि जाने हो। अनि ओइ माथि त मान्छे धेरै रहेछ हौ। भाइ र म चाहिँ अब माथि जाने, अनि त्यहाँदेखि खानेकुरा खाने हो, अनि भिडियो बनाउनुपर्छ ल एउटा दुइटा, अनि त्यहाँदेखि फर्किनुपर्छ। भरे फर्कौँ ल, भरे फर्किनु ल। है हामी चाहिँ ओसो आइपुग्यौँ। यो चाहिँ मनपर्छ क्या, अब त्यत्रो हिँडेर आउँदा होइन, आउने ठाउँमा आइपुग्दा कस्तो आनन्द आउँछ। अब बिस्तारै म भाइरल भएछु, अनि ड्रोन पनि उडाउँछ माथि। भाइ तिमीले के यो फुल यस्तो खाएको छौ? ताना त यो गरेको तिमीले नि ट्राई? ला के गरेको? सरी थाहा थिएन, माफ गरिदिनु होला, यो पढ्नु बिर्सेछु, सरी। मेडिसिन पो हो त यो, अनि यो फुल पनि अरे। यहाँ चाहिँ नि एकदम पिस छ क्या, साथीभाइसँग फ्यामिलीसँग यहाँ अब ड्राई पिकनिक गर्दा पनि हुन्छ, तर प्लिज निट एन्ड क्लिन चाहिँ राख्नु पर्यो। आफूले खाएकोहरू तलबाट आएको गल्यो, यस्तो चाहिँ नगरिदिनु होला, सफा राख्नु पर्यो नि त। यहाँ देख्न सक्नुहुन्छ ओसो धरानको पार्क हर्का साम्पाङले बनाउनु भयो। हर्का साम्पाङले होइन, हर्का साम्पाङको सबै मान्छे मिलेर चाहिँ बनाएको हो। सहयोग गर्नेहरूको नामहरू पनि छ हौ त्यहाँ त, यस्तो यति धेरै सहयोग गर्नेहरू। अनि बाइ द वे मैले यो फुल टिप्नु हुँदैन थियो त्यहाँ लेखेको नि थियो कि, मैले फुल टिपेँ, सरी प्लिज माफ गरिदिनु होला। मैले कस्तो बिर्सेको थिएँ नि त, कति दिनपछि आएको होइन, तर फुलहरू टिप्नु हुँदैन है। फुल भनेको उसको ठाउँमा राम्रो देख्छ, हातमा होइन। हालत पिल्छिने गरी हिँडेर आइन्छ हो। आम्बो तिमीलाई चाहिँ केही भएन? खाने यात्रा सुरु गरौँ होला, भोक लाग्यो नि त हौ, त्यत्रो हिँडेको।
यहाँ चिज खानेकुरा हाम्रो कहाँ गयो मेन डिस बहिनी आएको भए त ब्ल्याक कलर बहिनी आएको भए त यो सकिन्थ्यो कि हामी मात्रै छौँ तर चलेगा नै दौडेगा अब चाहिँ भाइ र म चाहिँ खाएको है यो चाहिँ यसो गर्नु बिर्सिनु नि त यो दुइटा चाहिँ मेरो फेभरेट हो अन्त खाइहाल्नु फेभरेट त्यो छैन क्या यो खोइ यो लिक्विडवाला चाहिँ हालेको यो छैन क्या त्यही त छैन भन्दैछु त्यही भएर यो सबै भएको रहेछ बुझ्नुभयो अहिले चाहिँ मिक्स भएको रहेछ नि अनि पो त्यस्तो के हुन्छ भन्नु नि म चाहिँ टमाटर जस्तै भएछु के भयो त बाल मलाई डाइरेक्ट बे गर्ने हो मतलब छैन मलाई ओइ हुन्छ कति धेरै पिरो लाग्यो लास्टै मिठो रहेछ कहाँ टस नगरी खायौँ त हो अनि खै ग्लास ल्याउ त हल्लेको थियो नि त यो कस्तो बिर्सेँ मैले अहिले फेरि यहाँ आफ्नो चाहिँ यस्तो छाला पिल्सिन गरी हिँड्नु छुट्टामा अनि छुट्टानु यहाँ थापेको कतै दिदी हजुर पोक्से छुट्टा उयो गरिदिनु भन न पोक्से भनेको लिम्बू भाषाबाट के हो भयो भनेको भयो त्यो कहाँ गयो फेरि बहिनी भएको भए त सकिन्थ्यो चस गरौँ न चस एभ्रिवान कस्तो आनन्द आएको है अब त्यहाँदेखि हिँड्दा बोलेको थियो नि त नि आनन्द आयो साह्रै तिम्रो डाइलग साह्रै आनन्द आयो हामी चाहिँ वी आर सिस्टर ब्रदर फर डिफ्रेन्ट मदर हो क्या न हामी चाहिँ रुममा बसेर यता भएर के मिल्छौँ क्या अब त्यस्तो चाहिँ नसोच्नु होला है फेरि यहाँदेखि बक्सिङ आउँदा नि फेरि भाइ मैले जसलाई पनि भाइ भने मेरो भाइ भइसक्यो जसलाई पनि मैले दाइ भन्छु दाइ भइसक्छ जसलाई पनि अङ्कल भन्छु त्यो भइसक्यो तपाईँ हजुर भन्यो भने चाहिँ बुझ्नु हामी चाहिँ खाऊ न त्यो एकछिन हामी चाहिँ सिजर पेपर रक खेल्न आएको खास गरी त त्यो गेम त यस्तो सिजर पेपर उता पुगेर आउनुपर्छ नि त तर हामी चाहिँ ढुङ्गा छ क्या अब भरे घट्छ बोतलहरू पनि फुटाएको छ नि त्यही भएर हामी चाहिँ यहीँ सिजर पेपर रक गर्ने अनि एउटा आइटम खाने भनेको कोक पनि आफ्नो आफ्नो खाँदा हुन्छ है 1 2 3 सिजर पेपर रक ढुङ्गुङ जक के हो फेरि यो त मुख भरि खानु पाउने सिजर पेपर रक यस सिजर पेपर रक सिजर पेपर रक पानी त खानु पाइन्छ होला नि त सिजर पेपर रक कहाँ जहिले दुध घिउ भात आउँछ हौ सिजर पेपर रक बर्बाद भयो भरेसम्म खेलेर त उयो मात्रै खाँदैछ नि सिजर पेपर रक 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 ए जाई पानी हाल्नु पाइन्छ होइन के हो जितेको छ त हौ सिजर पेपर रक अब चाहिँ के खाम चटपटी नै खान्छु पायो
एकचोटिमा जति आउँछ त्यति खाने क्या जति आउँछ त्यति खाने ल ल ओइ सरी भन सरी 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 दिदी सरी दिदी लु भयो 3 मिनट भयो मजा आयो नि तर अब हामी चाहिँ यो तित्री खाएर रियाक्सन भिडियो रियाक्सन हो के यो खाएपछि रियाक्सन दिने होइन यो अलिक खट्टा मिठा अमिलो पिरो रहेछ म त गर्दिनँ नि गर्दैनौ म गर्छु ल ल तिमी ट्राई गर एकछिन एकछिन सँगै क्या म चाहिँ अमिलोदेखि अलिक उयो छ क्या मलाई एलर्जी भन्दा नि 1 2 3 गो अझै अलि यस्तो गर न मजा आएछ तित्री रहेछ नि त भित्र त अघि त्यति रहने किनेको न होइन मैले तित्री भन्ने सोचेको थिइनँ त्यो अर्को हुन्छ नि एउटा अमला अमला होइन हौ त्यो भित्र गुड्डी धर हुन्छ नि के भन्छ त्यो हो त्यो सोचिरहेको थिएँ क्या अमिलो अमिलो रहेछ अमिलो साह्रै अमिलो दाँतै कुरो पिरो अमिलो अब चाहिँ हामी खाइसकेको थकित अवस्थामा अगाडिमा त भाइ तिमी अगायो हामी म जुठो चाहिँ खाएको छुइनँ है बाहिर म जुठो खाँदिनँ चिलाउनु निस्किनु यस्तो घाउ हुन्छ भाइ फाल्टो खाएर छ म फाल्टो खाएर नि आमा डोल भयो यार बिहान भइसक्यो कोकको बोतल देखाउ त भाइले एक्लै सकाएको है त्यो सरी सरी दिदीलाई त्यस्तो गर्छौ यस्तो यस्तो गरेको यस्तो अब के गर्नु साथीभाइहरू पनि टाढा छ मेरो फ्युचर हस्बेन्ड पनि टाढा छ होला है अनि बाउआमा पनि टाढा छ दाजुबहिनी पनि टाढा छ एउटा भाइ नजिक छ तर के गर्नु त्यो पनि टाढै भन्दा हुन्छ अब मेरो साथीभाइहरू पनि टाढा छ आफ्नो आफ्नो उयोमा अब मेरो रुमको भाइ चाहिँ उसँगै हो प्राय गफ पनि मिल्ने सबै मिल्ने जुत्ताको साइज पनि मिल्ने सब ल्या सब हाँसी उठ्द नखानु नि यो खाँदैन अब त म खायो भने बमिटै आइसक्यो कस्तो मिठो मिठो त कहाँ लागिसक्यो अब चाहिँ मिठो त छैन तर साह्रै गुलिसक्यो यहाँ ओइ किन जुठो लाग्यो अब यतादेखि यस्तो गरेर खाएको यही मात्रै टोकेर खाएको हौ नखाने भन्नुभएको न यो एउटा त म खाएको छैन अब इस्सै म यताको तल काट्यो भने खान्छु यताको काटेर खान्छु यसो यो चाहिँ चुस्नु पर्छ क्या दाँतमा टक्यो भने चाहिँ मर्ने रहेछ अब चाहिँ हामीले खाइसक्यौँ सबै खाइसक्यौँ भनेर यति उब्रो यो चाउचाउमा चिज बलहरू हालिदिएको छु त्यो चाहिँ भाइले अब खाऊ लौ ल भाइ यहाँ यो प्लास्टिकभित्र बेरेर हाल म चाहिँ हाल्छु
हो त्यसरी खाएर हो त्यसरी फ्याँक्नुपर्छ हामी सबैजनाले भाइ आएर न इकोपट्टि नानी मान्छेले हामीलाई सबैले गर्लफ्रेन्ड बोयफ्रेन्ड भन्दै होला नि भनेको भाइले के भन्नु अरे भाइ यहाँदेखि भिडियो बनाउँदै भाइ भाइले भनेको भाइ भन्दै भिडियो बनाउनु अरे आयो यस्तो यस्तो AR + M यस्तो लेखेको के अरे यस्तो रुखमा लेखेको थाहा छ त्यो बाँसहरूमा लेखेको थाहा छ अनि उसले भनेको केमा लेखेको अरे दाउरामा दाउरा भनेको फाल्टै होइन दाउरा भनेको यो रुखलाई आगोमा जलाउने दाउरा भनेको अनि मलाई के अरे तपाईँलाई पनि थाहा छ र तपाईँ त सहरमा हुर्केको अरे हौ सहरमा हुर्केर मात्रै हुन्छ नेपाली कल्चर सबै थाहा छ नि त मलाई बुझ्यौ नि म गरेर खाने खालको केटी हो बुझ्यौ नि त्यही भएर मलाई सबै थाहा छ अलिकति जिब्रो छोटो भएर होला तोतले बोल्छु हेप छैन तिमीले मलाई बुझ्यौ नि अब अरे मैले मात्ल भन्छ मात्र भयो तिमी चाहिँ फेरि मात्र होइन त्यो अब धेरै उयो गरेर क्या यहाँ दिमागमा रट्टा मारेँ नि त मैले त्यो भएर तर होइन रमाइलो भयो है भाइ एकदम होइन त भाइ र म चाहिँ अब कुरा पनि मिल्छ गफ पनि मिल्छ अनि हामी गफ गरिरहेको हुन्छौँ कमेडी गर्छौँ खिच्चा पनि गर्छौँ एकअर्काको अनि त्यो होस् भाइ म्याच हुनुपर्छ क्या भाइ दाजु भाइ अङ्कल आन्टी केटाकेटी जो भए पनि भाइ म्याच भयो भने त चलेगा हो कि होइन नि चलेगा नि दौडेगा ए भाइ आयो कि तर मैले बिर्सेँ हौ के अरे त्यो देउरालीमा बतास ओइ राम्रो गएको छुइनँ मैले अनि के भएको ल फेरि गाउँछु है गाइस इग्नोर है के अरे पानी खाँदैन अरे देउरालीमा बतास चलेको छैन अहिले त बन्द भएछ त्यसपछि त्यो लिरिक्स चाहिँ आउँदैन क्या त्यति मात्रै हो बानी छ मलाई कमेन्ट गर्नु न मेरो गीत राम्रो छ कि छैन अब हामी चाहिँ ओसोबाट निस्केको अब चाहिँ डाइरेक्ट घरमा भेटौँला आफ्नो त खुट्टा पनि हिँड्ने भएन सबै छाला निस्किएर अनि त्यहाँदेखि यसो जान्छु र हन्न कस्तो हेर्छ दिदीलाई पारिदिन्छु फेरि अब निस्केको हामी चाहिँ भाइ र म भाइ यतापट्टि आउनु यतापट्टि बाई ओसो भन्नु न बाई ओसो सी यु नेक्स्ट टाइम आन्टी प्यारी समझ गई हाम्रो नेपाली आन्टी अब के गर्ने यस्तो मेहनती होइन हान्नै पर्यो तर घाउ चाहिँ छैन क्या ए यो चाहिँ के अनि दिन्छु अनि झ्याम्बा अनि हाम्रो यहाँ काठमाडौँ भएको छ धरान एकछिनको लागि होइन काठमाडौँ भइरहेछ जामै जाम लु ब्याक गर्दै हुनुहुन्छ यता चाहिँ ल गरौँ है गरौँ राम्ररी गरौँ यो अटो चाहिँ सानो भएछ बाटो के अरे हाम्रो जाने बाटो चाहिँ यता हो यो भाइले यता जाउँ न दिदी यता जाउँ के हुन्छ के हुनेवाला छ यो बाटोमा जनता जानु छ होइन म जान्न चाहन्छु के चाहिँ छ यो बाटोमा गएर हामी काम हराउँ त के हराउँथ्यो आफ्नै देशमा आफ्नै ठाउँमा तर पनि
यो बाटो गएर मलाई के भइहाल्यो भने तिमी आएर नहाँस सिरियस हो भाइ सिरियस सिरियस ऊ हाँस्यो त नि के भन्छ रिच किडको के भन्छ रिच किडको केटाकेटीहरू खेल्ने भएर सबैजना मिलेर अब यस्तो धनी धनी बिल्डिङ घरको छोराछोरीहरू आऊ न खेल्न प्लिज कम प्ले विथ मी भन्दै खेल्छ हाम्रो पो थियो त पहिलेको के थाहा हो आजकलको केटाकेटीलाई त होइन भाँडाकुटी भनेको हामी पो माटोको भात बनाउँदै हामी पनि त्यही जमानाको हो अलिअलि त अनि त्यहाँदेखि भात माटोबाट गर्दै खान्थ्यौँ तिमी चाहिँ कसरी खान्थ्यौ गर्दै अनि चिया पनि त्यो उयो क्या के को औषधिको त्यो एउटा सेट हुँदैन त्यो औषधि खाने त्यो चिया चाहिँ त्यो घरकै हाम्रो चाहिँ दामी थियो गर्दै खान्थ्यौँ हामी चाहिँ 0 म थाहा छैन नि त हामी चाहिँ 0 पोइन्ट आइपुगिसक्यौँ अब चाहिँ फाइनली अर्को बाटोबाट आएको झन् त्यही ठाउँबाट ल्यायो भाइले नभए त कट्टा हेर चुप त्यो भएन लाइ हाँसेर भएन अब चाहिँ हामी घर पनि आइसक्यौँ यतापट्टि आउनु भाइ घर पनि आइसक्यौँ आजको भ्लग हेर्नु होला अनि रमाइलो गर्नलाई हाम्रो भ्लग हेरेर अनि शुभयात्रा अरे थ्याङ्क यू फर वाचिङ माई भ्लग भिडियो अनि त्यति भन्न चाहन्छु अनि के भन तिमीलाई कस्तो भयो आजको दिन रमाइलो राम्रो लाग्यो म भएपछि राम्रो हुन्छ हुँदैन एकदम थ्याङ्क्स फर वाचिङ बाई बाई